यहाँनिर चाहिँ अब हाम्रो आजको छुङमुङो रहेछ सुमाथु पम लेखेर आएको रहेछ। स्मार्ट पम भनेको भयो स्मार्ट पम के साथीहरु है स्मार्ट पम। यो सुमाथु पमुन स्मार्ट पम चाहिँ नोङाबे भनेको कृषि क्षेत्रमा है कृषिमा छुङबु थुङसिङ खिसुल भनेको सूचना सञ्चार प्रविधिलाई आईसीटी भनेको चाहिँ हाम्रो इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी भनिन्छ, जसले कोरियनमा चाहिँ छुङबु थुङसिङ खिसुल नेपालीमा सूचना सञ्चार प्रविधिलाई छपमुख है भनेको चाहिँ कनेक्ट गरी जोडी है। छपमुख हादा र छपसुक हादा चाहिँ के हो यो जोड्नु कनेक्ट गर्नु साथीहरु कनेक्ट गर्नु जोड्नु जोडी। नुङजक मुरुल भनेको खेती बालीलाई, युल जोगुलु भनेको प्रभावकारी पूर्वक, यो के हो यो प्रभावकारी पूर्वक भन्ने हुन्छ है। प्रभावकारी पूर्वक हल्ली हनुन व्यवस्थापन गर्ने नोङाब शिशुथम इमिदा भनेको कृषि प्रणाली हो, कृषि सिस्टम हो, कृषि प्रविधि हो। सुमाथु फमुन स्मार्ट पम्प चाहिँ नोङजाक मुरे कृषि बालीको सिङसान सङ्गल भनेको उत्पादनसँग आधारित। अब यहाँ हाम्रो सिङसान आधा भनि के रह्यो उत्पादन गर्नु। अब अर्को हाम्रो के हुन्छ सिङसान आधा उत्पादन गर्नु है, सिङसानहरु उत्पादन गर्नु। अनि यो हाम्रो चाहिँ उत्पादन गर्नु बनाउनु भन्ने साथीहरु मानदण्ड बनाउनु उत्पादन गर्नु, छेजो आधा उत्पादन गर्नु बनाउनु भन्ने अर्थ लाग्छ नि त। सिङसान सङ्गुल भनेको उत्पादनसँग आधारित, ह्याङसाङ सिकिगु भनेको सुधार बनाएर, नोदुङ र्यागुल भनेको मजदुरको ऊर्जालाई मजदुर शक्तिलाई, सल्गम हागे हे छुम्यो भनेको त सबै चाहिँ कटौती गर्ने गरी दिएर, मतलब मजदुरको चाहिँ शक्तिले घटाएर भने कम गराएर कम मान्छेले काम गर्न सक्ने भएर भन्नुभयो। छिनवानग्याङ भनेको वातावरण चाहिँ अनुकूल है, वातावरण अनुकूल। नुङअबुल भनेको वातावरण अनुकूल भनेको कुनै पनि वातावरणलाई कुनै पनि किसिमको चाहिँ बाधा नपुर्याउने के है, असर नगराउने। नुङअबुल कृषिले वातावरण चाहिँ अनुकूल चाहिँ कृषि क्षेत्रलाई सिरेन हनुन, कृषि क्षेत्रमा चाहिँ कृषिलाई चाहिँ सिरेन हनुन भनेको त सिरेन हनुनले साकार पार्नको लागि पूरा गर्नको लागि थोमुल सुविधा भनेको यो सहयोग पुर्याउँछ। सुमाथु फमुन स्मार्ट पम्प चाहिँ तालगी स्ट्रबेरी सुवा खरबुजा टुङ्गे इत्यादि क्वाइलको फलफुलदेखि साङछु भनेको सागसब्जी र छङजङछे भनेको चाहिँ चाइनिज साग तुनी इत्यादि, छेसो रुवा सागसब्जी र हाजिल भनेको तुलसी र रोजुमारी भनेको रोजुमारी नाम गरेको जडीबुटीको नाम हो यो हैन। तुनी इत्यादि चाहिँ हबिरुए भनेको जडीबुटीसम्म चाहिँ इरुगी काजी जडीबुटी बनाउनसम्म, इरुदा भनेको चाहिँ के भयो छिटो हुनु पनि हुन्छ बनाउनु पनि हुन्छ है, पुरा हुनु पनि हुन्छ। थायाङहन भनेको विभिन्न प्रकारको, थायाङ आधा भनेको चाहिँ हाम्रो एउटा काजी भन्ने अर्थ हुन्छ, एउटा काजी थायाङहन एउटा काजी विभिन्न प्रकारको के हो त यो विभिन्न प्रकारको चाहिँ नुङजोक मुरुल खेतीबालीहरूलाई छेबे हनुनले हुर्काइन्छ अथवा हुर्काइने भएकाले वार्योङ थेगो इसुम्य प्रयोग भइरहेको भएर निरे भनेको भविष्यमा नुङपी कृषिको छुङ्यन महत्त्वपूर्ण यो कुराको रूपमा तत्त्वको रूपमा चाहिँ थौक अझ छुमोक हातको सुविधा ध्यान आकर्षण पाइरहेको छ अरे। अब जस्तै यो छुङ्यो हादा भनेको चाहिँ अब हाम्रो के हुन्छ साथीहरु, छुङ्यो हादा भनेको चाहिँ हाम्रो महत्त्वपूर्ण हुनु भन्ने अर्थ हुन्छ है। जस्तै छुङ्यो हादा महत्त्वपूर्ण हुनु है, सोजुङ हादा महत्त्वपूर्ण हुनु हैन त। अनि हाम्रो छुयो हादा महत्त्वपूर्ण हुनु, छुङ्गे हादा पनि महत्त्वपूर्ण नै हुन्छ है साथीहरु त। हुन्छ सोही हो त महत्त्वपूर्ण हुनुहुन्छ हैन, आवश्यक हुनु।
सुमाथु फमुन स्मार्ट फर्म चाहिँ नोङजग मुरे कृषि बालीको चाहिँ संजाङ भनेको विकास र वनगाउन वातावरणलाई पल्लीहगी विहाई व्यवस्थापन गर्नको निम्ति पल्ली आधार भनेको व्यवस्थापन गर्नु है पल्ल्यान आधार व्यवस्थापन सँगन जस्तै खल्ली आधार के यो व्यवस्थापन गर्नको निम्ति सेन्सर र नेटवर्कको भनेको नेटवर्क किशोर प्रविधिलाई पढेङको प्रयोग गरेर संजाङ छोगानुल भनेको विकासको अवस्थालाई छोगन भनेको अवस्था पनि शर्त पनि अवस्थालाई छेजक वा हगी विहाई भनेको यो अनुकूल बनाउनको निम्ति फिक्के था वा बिग डेटा र इन्कुङ छिनुङ भनेको कृत्रिम ज्ञान इन्कुङ भने कृत्रिम छिनुङ भने बौद्धिक ज्ञान कृत्रिम ज्ञान किशोर प्रविधिलाई कृत्रिम के त यो हाम्रो ज्ञान प्रविधिलाई बढ्यौं हामीले भने प्रयोग गरिन्छ इवा खातुन यो जस्तै स्मार्ट फर्म किशोर स्मार्ट फर्मको चाहिँ सिप प्रविधिलाई नोङजक मुरे खेतीबालीको सुवाक्र्याङ वा भनेको भित्राउने दर र सुवाकता भनेको त सुवाकता र खदुता भेला गर्नु भित्राउनु जम्मा गर्नु भन्ने अर्थ लाग्छ छिजो हाता पनि हाम्रो त्यही हो भित्राउनु जम्मा गर्नु भन्ने अर्थ लाग्छ हैन सुवाक्र्याङको भित्राउने दर र पुञ्जिरुल भनेको गुणस्तरलाई ह्याङसँग सिकेको सुधार बनाएर छावानुल भनेको स्रोतलाई युल चगुरु प्रभावकारी पूर्वक हल्ली हल्सु इत्रो व्यवस्थापन गर्न सकिने गरी चाहिँ हे सुविधा गरिदिन्छ अब हान्डुगुल कोरिया चाहिँ सुमाथु फर्म स्मार्ट फर्मको पुण्य क्षेत्रबाट पारुगे भनेको छिट्टो गरी संजाङ हागु इन्धन विकास भइरहेको चाहिँ कुक्का चुङ राष्ट्र मध्ये हाना इन्दिरा एउटा हो हान्डुक चङमुनुन कोरियन सरकारले चाहिँ स्मार्ट फर्मुल भनेको स्मार्ट फर्मलाई चाहिँ मिरे भविष्यको चाहिँ नोङापुई कृषि क्षेत्रको चाहिँ हेक्सिम पुण्यहरू भनेको मुख्य क्षेत्रको रूपमा मुख्य क्षेत्रतिर हेक्सिम भने मुख्य प्रमुख मुख्य क्षेत्रतिर चाहिँ इन्सिक हागु भनेको चाहिँ चिनाएर पहिचान गराएर थायाङन विभिन्न प्रकारको संक्षेप विभिन्न प्रकारको चाहिँ नीति नियमद्वारा संक्षेप भनेको चाहिँ नीति नियम वाञ्छित पनि उस्तै हो सिद्धान्त नियम है सूची पनि नियम हुन्छ अनि नीतिद्वारा स्मार्ट फर्मको चाहिँ फोगुकवा स्मार्ट फर्मको चाहिँ वितरण र फाल्जनुल भन्ने विकास फाल्जान भन्ने विकास हुन्छ नि त अनि यो के हाम्रो के फाल्दाल विकास हुन्छ फाल्जान विकास हुन्छ सेवाल विकास हुन्छ नि त फाल्जनुल विकासमा चाहिँ छिवनहगु सुमेरा भनेको सहयोग गरिरहेको छ यसरी सहयोग गर्दैछन् छलुका त्यसको नतिजा छलुका भन्ने नतिजा हुन्छ संयोजक पनि के हुन्छ हाम्रो नतिजा नै हुन्छ त्यसको नतिजा चाहिँ स्मार्ट फर्मको चाहिँ खिचुडी सिप प्रविधिमा चाहिँ पारुको छिटो र फोगुक थेगु इसुम्य भन्ने वितरण भइरहेको भएर स्मार्ट फर्म नुवाबुई कृषि स्मार्ट फर्मको चाहिँ स्मार्ट फर्म कृषिको सिजन स्मार्ट फर्म कृषि बजारको चाहिँ छुमोदो आकार पनि यही छन् इसिप इलियन इहु 2021 साल पछि यन भनेको वार्षिक फ्यङयुन भनेको चाहिँ के त यो औसत साधारण यन फ्यङयुन भनेको वार्षिक औसत या लगभग सिपो फ्रो छङदो भनेको सिपो फसिन्टु छङदो 15% जतिको संजाङ निरुल भनेको विकास दरमा चाहिँ फोइल छङदोरु भनेको चाहिँ विकास दरमा चाहिँ देखिने लायकको भएर रुल छङदो र उल छङदो ग्रामरका चाहिँ के हो जसको चाहिँ दुईटा अर्थ हुन्छ यहाँ चाहिँ जस्तै धातु प्लस बीएसटी प्लस रुल छङदो र उल छङदो धातु प्लस ने लायकको हुनु भन्ने अर्थ लाग्छ अनि अर्को चाहिँ धातु प्लस यति धेरै कि जसले गर्दा भन्ने अर्थ लाग्छ तर यहाँ चाहिँ त्यो अर्थ नबुझिकन चाहिँ यहाँ चाहिँ के छ ने लायकको भएर फोइल छङदो र देखिने लायकको भएर खुगे ठुलो गरी चाहिँ वाक्ते थिया सुविधा भनेको ठुलो गरी चाहिँ बढिरहेको छ विस्तार भइरहेको छ भनेको हो है साथीहरु म
हस् साथीहरु आजको यो छङ्बो यति नै रहेछ म यसो टाइम मिलाएर यो तपाईले चाहिँ चाहिने भिडियोहरु चाहिँ यस्तै यो छङ्बोहरु अब यो पछि मेरो यो कोर्सहरु सकिएपछि अघि लगाएको चाहिँ म चाहिँ फ्यानहरु भयो हैन यस्तै खालको क्वेशनहरु चाहिँ म तपाईलाई लिएर आउने नै छु यदि तपाई मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मलाई चाहिँ मेरो च्यानललाई लाइक कमेन्ट सब्स्क्राइब गरी चाहिँ साथ दिनु होला है त भन्दै अब अर्को भिडियोमा भेट्ने बाचा गर्दै अहिले भने चाहिँ जान्छ हस्त बाइ